ल गाइस आज हामीहरू कमरको पोइन्ट राखिरहेछौँ। अब काम गर्ने हाम्रो नयाँ भाइ भर्खर 4-5 दिन भइरहेछ। उहाँले अब सबैभन्दा भुइँ तल्लाको काम गर्न दिइरहेको छ, किनकि तल माटो हुन्छ। अलिअलि पानी लिकेज हुँदाखेरि खासै के हुँदैन, तर हामीहरू पानी नचुहिने हिसाबले काम गर्छौँ। के वासर ससर हाल्यो भने पानी चुहिँदैन। लु हाम्रो यो वाल कमरको पोइन्ट रेडी भइसक्यो। अब त्यहाँ उतादेखि नापट ठ्याक्कै 13 इन्ची गर है। अलिकति उता सारिदेऊ 13, अनि यतादेखि कति 23, अलिकति यता सार अगाडि। यस्तो माटो खनेर हालेछौँ। ठ्याक्कै अलिकति सपोर्ट गरेर माटो हाल्नुपर्छ। अब नयाँ मान्छेले अलिकति सुरुमा गाह्रै हुन्छ। अब एक महिना 2 महिनामा उहाँले काम फ्यात्त सिकिहाल्नुहुन्छ, अनि त्यहाँदेखि सजिलो हुन्छ उहाँलाई। 14 इन्ची। ल अब यहाँ बेन हाल्नलाई अब आगो बालेर तताएर गम हाल्नुपर्छ। अब तताइराख्नुपर्छ हाम्रो भाइले। तताक्या नि ऊ अपने गम डार हो। अझैसम्म तातेको छ। तल छिन राख न, के खुट्टा सुट्टाको सपोर्ट गरेर त्यो भुइँमा राख्यो भने चिसो हुन्छ। चिसो भएपछि त्यो हुन्छ। ल हाल्देऊ। ल ठ्याक्कै यहाँ भित्रदेखि ततायो भने तपाईँको बाहिर कालो सालो केही देखिँदैन। मल्टिपत्र ल पुर्देऊ। त्यो छिन मरे त सारा। ल अब त्यो अलिकति अब त्यो भुइँको पाइप ओछ्याएर अलिअलि माटो हालेर फेरि नाप्नुपर्छ। अब चाहिँ पुरेर त्यो नाप्नुपर्छ। त्यहाँ उतादेखि नाबाट कति छ उतादेखि 13। जहिले पनि हाम्रो कमरको पोइन्ट चाहिँ 12 इन्ची हुन्छ। अब हामीहरू प्लास्टर भएको कारणले 13 इन्ची राखेछौँ। हाफ इन्ची 1 इन्ची टाइल साइल आउँदाखेरि तपाईँको ठ्याक्क 12 साढे 12 जति आउँछ। अनि यो सानो पाइप चाहिँ हाम्रो यो ड्रेन पानी नुहाको पानी मात्रै जाने हो। अब किनकि हाम्रो यहाँ ढल छैन, सेप्टिक ट्याङ्की र सोफिट मात्रै छ। अनि त्यो मुख बन्द गरे कारण चाहिँ तपाईँको हाम्रो यस्तो यता फोहोर सोहोर नपसोस् भनेर बेनमा पाइपभित्र फोहोर सोहोर नपसोस् भनेर त्यो हालेको त्यो मुख बन्द गरेको। अब यहाँ पुरपार गरेर तपाईँले यसले यहाँ पुर्नुपर्ने छ। यसको यता राख। त्यो चाहिँ हाम्रो मल्टिफोर ऱ्याप चाहिँ तपाईँको यहाँ हाम्रो सावर छ। सावरको तल राख्दाखेरि तपाईँको पानी यताउता छर्किँदैन। त्यही भएर हामीले सावरको तल परेर जस्तो राख्छौँ। अरूले कस्तो राख्छन् त्यो चाहिँ हामीले थाहा भएन। ल यो हाम्रो नयाँ भाइको काम हो। अब अलिअलि चाहिँ अब बिस्तारै सिक्दै जान्छन्, त्यसको लागि नो टेन्सन। अब त्यही भएर अलिअलि गाह्रो हुन्छ, सुरु गाह्रो हुन्छ। अब 2-3 महिनापछि त फटाफट। अहिले त अब यो चाहिँ ठ्याक्क गम हालेर फ्यात्त मल्टिफोर ऱ्याप हालिदियो भने पर्मानेन्ट जाम भयो। त्यहाँदेखि यो निकाल्नलाई मल्टिफोर ऱ्याप नै फुटाउनुपर्छ। मल्टिफोर ऱ्याप हुँदाखेरि
अरे वो चल गमदार के कराई ना। हाँ यो हाम्रो मल्टिफोर ट्र्याप यत्रै यहाँ कराई न। अब यहाँ हाम्रो मल्टिफोर ट्र्यापको 3 मुख निस्केको हुन्छ। त्यहाँ चाहिँ हामीहरू 2टा चाहिँ बन्द गरिदिन्छौँ किनकि 2टा चाहिँ अहिले काम लाग्दैन किनकि हाम्रो बेसिन लाइन मात्रै छ। बेसिनको लागि मात्रै एउटा मुख खोल्छौँ। त्यो भएको कारणले 2टा मुख चाहिँ जहिले पनि बन्द गर्नुपर्छ। अब अर्को उता पल्लोतिर लाइन भएको भए 2टा मुख खोल्नुपर्छ, नभए खोल्नु पर्दैन। यो चाहिँ हाम्रो बेसिनको लाइन हालिरहेको छौँ 1.5 इन्चीको होइन। ल गम हाल नि त्यो हालिदेऊ। त्यसमा हाल न गम हाल्नु पर्दैन कहिले नाप र नापा। जोली पाइप भर कराई उनीहरू त गाँसी न। ल त्यहाँ त्यो त बेन हाल त्यहाँ। ए त्यहाँ भित्तामा त्यो त्यो खोपेको ठाउँमा हाल न। ल कति इन्ची छ? 12 इन्ची काटिदेऊ। 12 हे त्यो बुद्धि लगाऊ न, पासा बुद्धि लगाऊ। के गरेको यो? ल बेनमा हाल न। अब यता ठ्याक्क चिनो लगाएर काट न। सिधा पारी धर हाइट। ल ठिक हो। धेरै हतार गरेर के बुढी भेट्न जानेछ यार। सँगै मिलाएर गम हाल न। ल है आज हाम्रो यो नयाँ भाइले काम गरेको है। उसले चाहिँ अब यो सबै आज यो पिबिसी लाइन उसले नै सबै गरेको। म चाहिँ सिकाइदिएको मात्रै, उसले चाहिँ सबै आफै एक्लै काम गरेको। ल यसो अब हामीलाई खासै नयाँ मान्छे हो, खासै हामीलाई भिडियो बनाउन आउँदैन। त्यो पनि यसो हेरिदिनु न, लाइक कमेन्ट हानिदिनु। के हो के फरक पर्दैन।